Oh, hello guys, welcome back to my YouTube channel called Niveksha Prime. So this is the first video of my YouTube channel अनि आज चाहिँ हामी साइन्सको युनिट 1 है सबभन्दा बढी लेसन साइन्टिफिक स्टडी कभर गर्दैछौँ एन्ड किन भन्दाखेरि यो लेसन र आइसिटी कम्बाइन गरेर है 8 मार्क्स प्रोभिजन हुन्छ सो दिस लेसन इज भेरी इम्पोर्टेन्ट एज अ रेफरेन्स है मसँग यहाँ सिडिसी को पीडीएफ छ है ओके यहाँबाट म हेर्छु एन्ड मसँग मेरै नोट छ सो द फर्स्ट थिङ इज द्याट डिफाइन साइन्टिफिक स्टडी भनेको चाहिँ के हो है सो साइन्टिफिक स्टडी इज अ सिस्टमेटिक वे अफ लर्निङ अबाउट नेचर एन्ड इट्स फेनोमेना भनेको नेचर र नेचरमा घटिरहेका फेनोमेनाहरूको सिस्टमेटिक स्टडी के हो साइन्टिफिक स्टडी हो है यहाँ चाहिँ के हुन्छ भन्दा कुनै पनि एउटा इन्सिडेन्ट घटिरहेको होला त्यसको चाहिँ एकदम सिक्वेन्सियल रूपमा हो प्रपर रूपमा स्टडी गर्नु लर्न गर्नु के हो साइन्टिफिक स्टडी हो नेक्स्ट अब यो दुईटा क्वेसन है अब होला नै त्यो अझ अरू क्वेसन होला यी क्वेसनहरू चाहिँ हामीले सानो क्लासमा नै पढेका छौँ सो सरल दिगाई मात्र गरेछ होला है सो अब अर्को छ द स्टेप्स अफ साइन्टिफिक स्टडी भनेको छ है स्टेप्स अफ साइन्टिफिक स्टडी सो वाट आर द स्टेप्स अफ साइन्टिफिक स्टडी साइन्टिफिक स्टडीको फर्स्ट स्टेप भनेको के हो अब्जर्भेसन हो है किन भन्दा र वेटै म पहिला भन्छु एन्ड आई विल एक्सप्लेन अब्जर्भेसन आस्किङ अ क्वेसन then formation of hypothesis, conducting an experiment, collection of data, analysis of data, drawing conclusion, making a valuable report. सबभन्दा पहिला हामीले के गर्छौँ एउटा नेचुरल फिनोमेनालाई एउटा इन्सिडेन्टलाई हामीले के गर्छौँ अब्जर्भ गरेपछि हाम्रो ब्रेनमा के हुन्छ क्वेसनराइज हुन्छ सो अब्जर्भेसन भइसकेपछि कुनै एउटा नेचुरल फिनोमेनालाई सेन्स अर्गानको थ्रुबाट अब्जर्भ गरिसकेपछि क्वेसनको फर्मेसन हुन्छ नि आस्क क्वेसन आस्क गरिसकेपछि यसको रिजल्ट यस्तो होला है हुन्छ होला है भनेर हामीले के गर्छौँ हाइपोथेसिस फर्म गर्छौँ हो हाइपोथेसिसलाई चेक गर्नको लागि हामीले के गर्छौँ एक्सपेरिमेन्ट कन्डक्ट गर्छौँ द्याट इज कन्डक्टिङ एन एक्सपेरिमेन्ट अब एक्सपेरिमेन्ट कन्डक्ट गरेपछि त्यो एक्सपेरिमेन्टबाट डेटा कलेक्ट गर्छौँ त्यो डेटाको एनालाइसिस गर्छौँ एन्ड इफ त्यो कलेक्टेड डेटाको एनालाइसिस गर्दा त्यो रिजल्ट चाहिँ हाइपोथेसिससँग म्याच भयो भने वी विल स्टेप अप टु ड्रइङ अ कन्क्लुजन यदि भएन भने वी विल कन्डक्ट एन एक्सपेरिमेन्ट अर मेक अ न्यू हाइपोथेसिस काइन्ड अफ यो लुक के हुन्छ स्टार्ट हुन्छ है त्यसपछि एउटा कन्क्लुजन ड्र गर्छौँ हो यो कन्क्लुजन हाम्रो रिजल्ट हो त्यसपछि मेकिङ अ भ्यालुएबल रिपोर्ट फाइनली हामी एउटा भ्यालुएबल रिपोर्ट बनाउँछौँ सो द्याट other person can also learn about the experiments or know about the conclusions so a valuable report बनाउँछौँ that should be in simple English language अब छ variables भनेको के हो भन्दाखेरि all the factors हो all the case conditions जुन चाहिँ हाम्रो एक्सपेरिमेन्टमा इन्भल्भ भएको छ अथवा कन्सिडर भएको छ नि त्यो के हुन् variables हुन् है सो यहाँ चाहिँ अलिक काटेर आएको छ है गाइज म नोट चाहिँ मेरो डिस्कर्डमा हालिदिन्छु लिङ्क चाहिँ म छिटो कम्युनिटी पोस्टमा सेयर गर्छु सो किप सब्सक्राइब बेल पनि अन गरेर राख्नु अब हेरौँ है भेराइबल भनेको all the factors, conditions or traits that are considered during an experimental period variables हो अनि भेराइबलको इक्जाम्पलहरू टेम्परेचर भयो प्रेसर भयो हाइट भयो वेट भयो टाइम भयो फर इक्जाम्पल त्यो एक्सपेरिमेन्ट कन्डक्ट गरौँ है हामीले त्यो एक्सपेरिमेन्टमा हामीले के गरौँ भन्दा लेट्स चेक द इफेक्ट अफ टेम्परेचर अन सोल्युबिलिटी अफ सल्ट यसमा हाम्रो के छ सल्ट इन्भल्भ भएको छ है सोल्युबिलिटी अफ सल्ट त्यसपछि हाम्रो टेम्परेचर हो त्यसपछि हामीले कुन चाहिँ भेसल युज गर्दैछौँ हो त्यसपछि हामीले कुन चाहिँ लिक्विड युज गर्दैछौँ कुन चाहिँ लिक्विड युज गर्दैछौँ त्यो के हो त्यो हाम्रो के हो भेराइबल्स हुन् ती सबै हामीलाई के हो भेराइबल्स हुन् भेराइबल्स थ्री टाइपका हुन्छन् द्याट आर इन्डिपेन्डेन्ट डिपेन्डेन्ट एन्ड कन्ट्रोल इन्डिपेन्डेन्ट भेराइबल भनेको भेराइबल्स व्हिच भ्यालु क्यान बी चेन्ज बाइ साइन्टिस्टले यदि भेराइबलको भ्यालु चेन्ज गर्न सक्छ भनेपछि त्यो इन्डिपेन्डेन्ट भेराइबल भयो सो लेट्स मुभ ब्याक टु द एक्सपेरिमेन्ट भनेको
इफेक्ट अफ टेम्परेचर एन्ड सोल्युबिलिटी अफ सल्टमा टेम्परेचरलाई साइन्टिफिकली के गर्न सक्छ, चेन्ज गर्न सक्छ। फर इक्जाम्पल हामीले यदि यो कन्डक्ट गरिरहेको छौँ, हामी एक्सपेरिमेन्टको साइन्टिस्ट हो भने वी क्यान चेन्ज द टेम्परेचर। त्यो टेम्परेचर चेन्ज गरियो नि, त्यो टेम्परेचर भेरिएबल हो, कुन भेरिएबल हो, इन्डिपेन्डेन्ट भेरिएबल हो, बिकज इट्स भ्यालु क्यान बी चेन्ज। डिपेन्डेन्ट भेरिएबल भनेको दोज भेरिएबल हुज भ्यालु डिपेन्ड अपन अदर भेरिएबल्स, स्पेसली इन्डिपेन्डेन्ट भेरिएबल्स। फर इक्जाम्पल टेम्परेचर इन्क्रिज हुँदा सोल्युबिलिटी इन्क्रिज भयो, हो त्यो के हो, सोल्युबिलिटी अफ सल्ट इज डिपेन्डेन्ट भेरिएबल। अब कन्ट्रोल भेरिएबल भनेको चाहिँ गाइस के भन्दा हाम्रो एक्सपेरिमेन्टमा केही यस्ता ट्रेड्सहरू हुन्छन् है, फ्याक्टर्सहरू हुन्छन्। प्रपर रिजल्ट ड्र गर्नको लागि हामीले ती भेरिएबललाई के गर्नुपर्छ, कन्स्ट्यान्ट राख्नुपर्छ, कन्ट्रोल गर्नुपर्छ। हो भनेपछि the variables which are kept constant during the scientific experiment are the control variable है। For example हामीले सोल्युबिलिटी इफेक्ट अफ टेम्परेचर, म त्यही इक्जाम्पल दिँदैछु है, म त्यही इक्जाम्पलबाट बुझाउन खोज्दैछु। इफेक्ट अफ टेम्परेचर एन्ड सोल्युबिलिटी अफ सल्टमा द टाइप अफ लिक्विड यु युज हो, त्यसले गर्दा सोल्युबिलिटी अफ सल्टलाई इफेक्ट गर्न सक्छ। भनेपछि त्यो के हुनु पर्यो, कन्ट्रोल हुनु पर्यो, त्यसलाई कन्स्ट्यान्ट राख्नु पर्यो, एउटै टाइपको लिक्विड युज गर्नु पर्यो, मेबी वाटर हो, त्यो के हो, कन्ट्रोल भेरिएबल भयो। ओके, अब डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबल छ है। सो डिपेन्डेन्ट भेरिएबल र इन्डिपेन्डेन्ट भेरिएबलको डिफरेन्स बिट्विन यु गेट इट। सो अब एज है के डिपेन्डेन्ट भेरिएबल ए इन्डिपेन्डेन्ट भेरिएबलमा डिपेन्ड हुन्छ है, डिपेन्डेन्ट भेरिएबल। अब त्यो इन्डिपेन्डेन्ट भेरिएबल के हो, कज हो, त्यो इन्डिपेन्डेन्ट भेरिएबल कज हो, डिपेन्डेन्ट भेरिएबल इफेक्ट हो। क्लियर क्लियर है गाइज। सो किन भन्दा इन्डिपेन्डेन्ट भेरिएबलले कज गर्छ, त्यही कजिङमा हो, त्यही कुरामा के हुन्छ भन्दा हाम्रो डिपेन्डेन्ट भेरिएबल डिपेन्ड हुन्छ भनेको त्यही फ्याक्टरले गर्दा डिपेन्डेन्ट भेरिएबल चेन्ज भइरहेको हुन्छ, एफेक्ट भइरहेको हुन्छ। सो के हुन्छ, इफेक्ट हो है, डिपेन्डेन्ट भेरिएबल इफेक्ट हो। ओके, अब हामीसँग छ वाइज इन्डिपेन्डेन्ट भेरिएबलको राइट छ है। यसमा लेखिदिएको छ भने लेखिदिन्छ है भाइ। लाइक इन्डिपेन्डेन्टलाई हाम्रो दुईटा अझ के केले चिनिन्छ भन्दाखेरि, दुईटा के केले चिनिन्छ भन्दाखेरि एउटा चाहिँ हामीले राइट भेरिएबल भन्छौँ, इन्डिपेन्डेन्ट भेरिएबललाई राइट भेरिएबल्स भन्छौँ। त्यसपछि अर्को चाहिँ एक्स भेरिएबल भनिन्छ है, एक्स भेरिएबल। त्यसपछि अब अर्को के भयो, होराइजनको भेरिएबल, होराइजनको यो इन्डिपेन्डेन्टको लागि भयो। अब फर केस अफ डिपेन्डेन्टको लागि डिपेन्डेन्ट ट्याक्कै उल्टो छ है। हामी डिपेन्डेन्टको लागि राइट हो, इन्डिपेन्डेन्ट राइट हो भनेपछि यो लेफ्ट हुन पर्यो हो, त्यसपछि त्यो वाइ हुन पर्यो, त्यसपछि यो के हुन पर्यो, वेयर क्लिक हुन पर्यो। सो वाइ है, म वाइ क्वेसन सोध्छु हजुरहरूलाई है, कारण के हो त्यो हुनुको कारण के हो भन्दा गाइज हाम्रो साइन्टिफिक म्याथमेटिकल इक्वेसनमा हामीले इन्डिपेन्डेन्ट भेरिएबललाई जहिले पनि राइट साइडमा के गर्छौँ, लेख्छौँ। इन अ mathematical equation, independent variable is kept at right hand side and dependent variable is kept at left hand side. त्यही भएर हामीले इन्डिपेन्डेन्ट भेरिएबल डिपेन्डेन्टलाई लेफ्ट भन्यौँ। सिमिलरली हामीले ग्राफमा प्लट गर्दा इन्डिपेन्डेन्टलाई वाइ एक्सिसमा प्लट गर्छौँ, डिपेन्डेन्टलाई एक्स एक्सिसमा, सरी मैले उल्टो भने है, इन्डिपेन्डेन्टलाई एक्स एक्सिसमा प्लट गर्छौँ एन्ड डिपेन्डेन्टलाई वाइ एक्सिसमा प्लट गर्छौँ। त्यही भएर के भन्नु, इन्डिपेन्डेन्ट भेरिएबल इज कल्ड एक्स भेरिएबल एन्ड डिपेन्डेन्ट भेरिएबल इज कल्ड वाइ भेरिएबल। ओके, अब छ व्हाट इज द इम्पोर्टेन्स अफ कन्ट्रोल भेरिएबल भनेको छ। हाम्रो कन्ट्रोल भेरिएबलको मेन इम्पोर्टेन्स भनेको के हो गाइस, त्यही हो। In order to obtain a proper conclusion between independent variable and dependent variable, proper relationship between a conclusion and relationship between dependent and independent variable, control variable are important. किन ती फ्याक्टर्सलाई हो, ती फ्याक्टर्सलाई कन्ट्रोल गरेन, कन्स्ट्यान्ट राखेन भनेपछि के प्रब्लम हुन्छ भन्दा करेक्ट एन्ड एक्युरेट रिजल्ट चाहिँ हामीले अब्टेन गर्दैनौँ। सो त्यसको मेन इम्पोर्टेन्स चाहिँ त्यही हो। एन्ड फिजिकल क्वान्टिटिज भनेको छ the quantities that can be measured by using different devices. हो त्यस्ता क्वान्टिटी हो तिनीहरूलाई हामीले मेजर गर्न सक्छौँ हो, भेरियस डिभाइसेसको थ्रुबाट, ती के हो फिजिकल क्वान्टिटी हुन्। नाउ नेक्स्ट इज आई थिङ्क युनिट है, ओके, मेजरमेन्ट।
सो मेजरमेन्ट है, मेजरमेन्ट भनेको त्यो कम्पेरिजन हो, के कसको कम्पेरिजन हो, अफ एन अननोन हो, अननोन विथ अ नोन हो, अननोन क्वान्टिटी विथ अ नोन क्वान्टिटी हो। मेजरमेन्ट इज द कम्पेरिजन of an unknown quantity with a known quantity. Oh, okay, yeah, which right? So that's not which, it's with. Hey guys, yeah, mistake. That's with, 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 and here you go. Okay. See, our measurement is the comparison of an unknown with a known standard quantity of same kind is convention. Sorry, unit. Unit भनेको स्ट्यान्डर्ड नोन क्वान्टिटी हो विच इज युज टु मेजर नोन क्वान्टिटी सिम्पल भनेको किलोमिटर भयो, मिटर भयो, केजी भयो हो, न्युटन भयो, सब युनिट हुन्। युनिट के छन्, दुई टाइपका हुन्छन्, एउटा हो फन्डामेन्टल युनिट, अर्को हो डिपेन्डेन्ट युनिट। फन्डामेन्टल युनिट्स आर इन्डिपेन्डेन्ट अफ इच अदर भनेको द युनिट्स द्याट आर इन्डिपेन्डेन्ट अफ इच अदर नै के हो, फन्डामेन्टल युनिट हो। हामीसँग 7 फन्डामेन्टल युनिट्स छन् है, 7 फंडामेंटल क्वांटिटी तिनीहरूको रेस्पेक्टिभ युनिट्स छ भनेपछि वी हैव टोटल 7 फंडामेंटल युनिट्स एन्ड देयर रेस्पेक्टिभ 7 फंडामेंटल क्वांटिटीज एन्ड देयर रेस्पेक्टिभ युनिट्स। यो चाहिँ हो हाम्रो लेन्थको मिटर, मासको किलोग्राम, टाइमको सेकेन्ड, टेम्परेचरको केल्भिन, इलेक्ट्रिक करन्टको एम्पियर, अमाउन्ट अफ सब्सटेन्सको मो, ल्युमिनेस इन्टेन्सिटीको क्यान्डेला। एन्ड हामीसँग के छ derived unit हो, derived unit मैले दुई टाइप भनेको युनिट्स को लागि फन्डामेन्टल एन्ड derived। derived unit भनेको those unit which are obtained or formed by 2 or more fundamental unit, 2 or more fundamental unit बाट obtain हुने युनिट्सहरु के हो, derived units हो। the units which are formed by 2 or more fundamental units are called derived unit। and yeah, actually our difference between you can like notice independent of each other formed by 2 or more fundamental unit, and we have 7 fundamental units but many derived units। for example Newton, Pascal हो, यी पुरै के हुन् हाम्रो रेजिस्टेन्स को ओम हो, यी पुरै के हुन् हाम्रो के हुन् derived unit हुन्। अब why is kilogram called fundamental unit भन्नु किन भन्दा because it is independent of other units हो। why is meter called fundamental unit, meter is called fundamental unit because it is independent of other units। why is candela called fundamental unit because it is independent of other units। simple। unit of force is a derived unit भनेको छ यहाँ ल, unit of pressure is a derived unit भन्दा यसको लागि हामी के गर्छौं, फर्मुला लेख्छौं फर्स्ट अफ अल है। हामी डाइरेक्ट बिकज इट इज derived from 2 or more fundamental unit भनेर लेख्दैनौँ, हामी के गर्छौं force equal to mass into acceleration फर्मुला लेख्छौं, त्यसलाई युनिट वाइज लेख्छौं है, किन भन्दा हाम्रो यहाँ युनिट को कुरा छ हो। सो हामी युनिट वाइज लेख्छौं, हामी गेट केजी टाइम एउटा, अर्को मिटर टाइम, अर्को सेकेन्ड टाइम हो। भनेपछि न्युटन के हो, डिराइभ युनिट हो, किन मास बाट मासको किलोग्राम, त्यसपछि मिटर पर सेकेन्ड भनेपछि टाइम र लेन्थको, टाइम र लेन्थबाट हामीले के गर्यौं यसलाई डिराइभ गर्यौं। सो फ्रम द अबभ रिलेसन वी क्यान सी दैट द युनिट अफ फोर्स इज फर्मड बाइ युजिङ 3 फन्डामेन्टल युनिट, सो इट इज derived unit। नेक्स्ट यो पनि त्यही हो, लिस्ट द फन्डामेन्टल युनिट इन पास्कल भने पास्कल भनेको के हो, हाम्रो प्रेसरको युनिट हो। भनेपछि प्रेसरको फर्मुला लेख्न पर्यो, के लेख्न पर्यो, प्रेसर भनेको फोर्स बाइ एरिया हो, भनेपछि फोर्सको फर्मुला पनि लेख्न पर्यो, फोर्स भनेको मास इन्टु एक्सेलरेसन बाइ एरिया। अब के गर्ने, युनिट वाइज लेख्ने, मास भनेको केजी, एक्सेलरेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर, एरिया भनेको मिटर स्क्वायर, एन्ड अब यो स्क्वायर यता गयो, नेगेटिभ अफ इन्डेक्स ले को पावर -1 भयो, या एन्ड s को पावर -2 भयो, के भयो भन्दा यहाँ m को पावर 1 बाइ m को पावर 2 छ हो। यो चाहिँ के भयो भन्दा हाम्रो तल डिभिजन रुल है, द्याट्स नट नेगेटिभ रुल, द्याट्स डिभिजन m को पावर 1 -2 भयो, यो भनेको के हो m को पावर -1 हो, s पनि 1 बाइ s को पावर 2 हो। यो चाहिँ नेगेटिभ रुलले गर्दा s को पावर के भयो, नेगेटिभ पावर रुलले गर्दा s को पावर -2 भयो। अब यो पनि यो इम्पोर्टेन्ट छ है गाइस। स्टेट द प्रिन्सिपल अफ होमोजेनिटी भनेको छ। व्हाट डज द प्रिन्सिपल अफ होमोजेनिटी स्टेट्स, इट स्टेट्स दैट द इक्वेशन इज यूनिट वाइज करेक्ट इफ द यूनिट्स अफ वेरियस टर्म्स अन ईदर साइड अफ द इक्वेशन आर सेम। भनेको हाम्रो है ईदर साइड को भनेको बोथ साइड को लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइड दुईटैको युनिट सेम भयो भने के हुन्छ, त्यो इक्वेसन युनिट वाइज करेक्ट हुन्छ। सो यहाँ युनिट वाइज एनालाइसिस को इम्पोर्टेन्स हामी एकचोटि यता फर्कौँला। फर्स्ट अफ अल यसको इक्जाम्पल हेरौँ। ओके ल,
यो छ सो बिफोर कमेन्टिङ दिस इक्वेसन इज रङ एकचोटि त हाल्नु है यो रङ छ आई नो बट यहाँ चेकिङ है रङ क्वेसन दिएर चेक गरेर प्लिज भनेर सोधिदिन सक्छ है यहाँ चेक गरौँ फर्स्ट अफ अल लेफ्ट ह्यान्ड साइड लियौँ v इक्वल टु फाइनल भेलोसिटी भयो v को युनिट v स्क्वायर हो भनेको फाइनल भेलोसिटीको युनिट बुझाइ लेख्छौँ हामी मीटरको सेकेन्ड स्क्वायर यो आयो तर राइट ह्यान्ड साइड गर्छौँ ठिक छ यु गेट इट एन्ड त्यसपछि यु गेट दिस अब हेर्नुहोस् है गाइस के चाहिँ हजुरले के चाहिँ हेर्नुहोस् भन्दा यो जुन युनिट छ यो युनिट र यो के छ मिटर स्क्वायर डट s को पावर -2 छ हो एन्ड यो के छ मिटर स्क्वायर इन्टु s पावर -2 प्लस मिटर क्युब इन्टु s को पावर -2 भनेपछि युनिट अफ लेफ्ट ह्यान्ड साइड र युनिट अफ राइट ह्यान्ड साइड इक्वल छैन सरी सेम छैन भनेपछि के हुनु भयो युनिट भयो इन्करेक्ट युनिट हो यो करेक्ट चाहिँ कसरी हुन्थ्यो भन्दा यो करेक्ट चाहिँ कसरी हुन्थ्यो हाम्रो कसरी कुन इक्वेसन चाहिँ करेक्ट हुन्थ्यो भन्दा हाम्रो s को स्क्वायर नभएको भए स्क्वायर इक्वल टु स्क्वायर प्लस 2as भएको भए हाम्रो के हुन्थ्यो यो मिटर v स्क्वायर इक्वल टु 2as इन्टु s को पावर -2 छ s भनेको हाम्रो के डिस्टेन्स हो डिस्टेन्स मिटर भयो s को पावर -2 भएको मिटर हुन्थ्यो एन्ड यो m हुन्थ्यो हो यो m स्क्वायर हुन्थ्यो एन्ड के नभए m स्क्वायर हुन्थ्यो यो जोड्दा के हुन्थ्यो 2m स्क्वायर s को पावर -2 युनिट वाइज एनालाइसिसमा वी अलवेज इग्नोर कन्स्ट्यान्ट है एकदम हामी जुटिन्छौँ है यो कन्स्ट्यान्टलाई हामी इग्नोर गर्छौँ किन हामीलाई सेम चाहियो युनिट m स्क्वायर s को पावर -2 एन्ड m स्क्वायर s को पावर -2 यदि m स्क्वायर नभएको भए हाम्रो के हुँदो रहेछ द्याट वुड बी युनिट वाइज करेक्ट ओके अब हामी ब्याक टु माथि जाऊँ है वी गट टु इम्पोर्टेन्स अफ युनिट वाइज एनालाइसिस यसले चाहिँ के गर्छ भन्दा फिजिकल इक्वेसन कतिको करेक्ट छ है कतिको रिलायबल छ भनेर हामीले के गर्छ चेक गर्दै हुनुपर्छ द्याट इज इट इज युज टु चेक द रिलायबिलिटी अफ एनी फिजिकल इक्वेसन त्यसपछि एउटा युनिटबाट अर्को सिस्टममा हो चेन्ज युनिट्स फ्रम एउटा सिस्टमबाट अर्को सिस्टममा एसआईबाट सिजिएसमा चेन्ज गरौँ भनौँ फर इक्जाम्पल त्यो चेन्ज गर्न पनि सजिलो हुन्छ भनेपछि फ्रम वान सिस्टम टु अनदर सिस्टममा चेन्ज गर्न के हुन्छ यसले यो युज हुन्छ युनिट वाइज एनालाइसिस के हुन्छ युज हुन्छ लिमिटेसन अफ युनिट वाइज एनालाइसिस भनेको छ के हो भन्दा यसले इक्वेसनल कन्स्ट्यान्टको इन्फर्मेसन दिँदैन मैले भने नि त्यही भएर हामीले इग्नोर गर्ने हो त्यही भएर के गर्ने हामीले इग्नोर गर्यौँ हामीले यहाँ तल पनि त्यसलाई इग्नोर नै गरेर लेखेको छौँ नि है त्यो लेखेको छैन कतिले नोटिस गर्नुभयो किन हामीले स्केलरलाई हामीले के गर्छौँ इन्फर्मेसन पनि पाइँदैन स्केलरको हामीले के गर्छौँ भन्दा त्यसको इक्वेसनल कन्स्ट्यान्टको इग्नोर गर्छौँ काइन्ड अफ लाइक अब g1 इन्टु m2 by d स्क्वायर g त्यहाँ के हुन्छ इक्वेसनल कन्स्ट्यान्ट हुन्छ बट त्यो चाहिँ के हुन्छ इग्नोर हुन्छ सो यही हो इन्फर्मेसन त दिँदैन नेक्स्ट अब त्यो स्केलर हो कि है मतलब फिजिकल क्वान्टिटी चाहिँ स्केलर हो कि वेक्टर हो भनेर त्यसले इन्फर्मेसन दिँदैन एउटा त्यो भयो Okay guys, let's move back to the next position. यति नै हो guys है यो चाहिँ के भन्दा हाम्रो त्यही हो इन्डिपेन्डेन्ट र कन्ट्रोलको प्र्याक्टिस हो हामी प्र्याक्टिस गरिरहेको छौँ यो क्वेसन चाहिँ म यहाँ गर्दिनँ हामी छुट्टै गर्छौँ यो है यो नोट म हजुरलाई डिस्कर्डमा सेयर गर्छु सो सेयर सब्सक्राइब एन्ड टर्न अन द नोटिफिकेसन एउटा क्वेसन हामीले गर्छौँ 4 थिङ्स द्याट सुड बी रिमेम्बर रिलेटेड टु भेरिएबल्स त्यो भन्दा एक्सपेरिमेन्टमा ओन्ली वान इन्डिपेन्डेन्ट भेरिएबल हुनुपर्छ ओन्ली वान डिपेन्डेन्ट भेरिएबल हुनुपर्छ हो इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट बाहेकका सबै भेरिएबल अल्टरनेट हुनुपर्छ एन्ड ग्राफमा रिप्रेजेन्ट गर्दा इन्डिपेन्डेन्टलाई एक्समा र डिपेन्डेन्टलाई वाइमा प्लट गर्नुपर्छ है यो कुरा मैले यही गरिसकेँ सो दिस मच वाज फर दिस लेसन यहाँ चाहिँ मैले सकेसम्म सबै कभर गरेको छु एउटा के चाहिँ हामीले छुट्यायौँ भन्दा
एउटा यो फर्मुलाहरू याद राख्न सक्नुहुन्छ। कुन चाहिँ फर्मुला भन्दा अब त्यही नै हो इम्पोर्टेन्ट भनेको रेजिस्टेन्सको ओमको युनिट वाइज एनालाइसिस सोध्न सक्छ, इन्डिपेन्डेन्ट छुट्टा भनेर सोध्न सक्छ, डेफिनेसन सोध्न सक्छ। त्यही नै हो यहाँबाट फिजिकल क्वान्टिटीहरू छन्। ल हामीले यो पनि एकचोटि जान्नु है। के भन्दा एरियाको फर्मुला त अब हामी सबैलाई थाहा छ, एरियाको भोल्युमको डेन्सिटीको रेडिसिटीको सिरिजको बुकमा छ, सबैसम्म एकपल्ट जान्नु। एक्सिलरेसनको, फोर्सको, प्रेसरको, वर्कको, पावरको एन्ड मुभमेन्टको अनि फ्रिक्वेन्सीको यो जान्नु। फर्मुला जान्नु, यो भोग्न पर्दैन किन we have got the unit wise analysis fundamental unit निकाल्ने र फर्मुला भइसकेपछि हामीले के गर्न सक्छौँ, निकाल्न सक्छौँ। So yeah guys, this much for today. Do like, do subscribe, and thank you for watching this video till end. And मैले कम्युनिटी पोस्टमा डिस्कर्डको लिङ्क हालिदिन्छु, त्यहाँ जोइन गर्नु, साथीहरूसँग यो भिडियो सेयर गर्नु।